सुन्नुस् त म अफिस जान लागेको है। होइन किन झोक्राएर बस्नु भएको तपाईँ? केही टेन्सन भएको र? ए होइन होइन, केही पनि भएको छैन, तिमी टेन्सन लिनु पर्दैन। ए हस्, त्यसो भए म काममा गएको है, राम्रोसँग बस्नु। होइन ए बहिनी, तिम्रो बुढो त कहिले काम गरेको देख्दैन अनि पैसा पनि सुक्को कमाउँदैन। होइन यस्तो बुढासँग तिमीले कसरी झेलेर बसेको छ? मैले भने त उहिले डिभोर्स गरिसक्थे। के हाल्नु र दिदी, अहिलेको अवस्थै त्यस्तो छ। मम्मीको फोन आए जस्तो छ, उठाउनु त। ए मम्मीको नै रहेछ, लिउ त। ल मम्मी भन्नुहोस् त। छोरी के गर्दैछौ तिमी? म त घर सफा गर्दैछु मम्मी। घरको काम पनि तिमीले नै गर्नुपर्ने, बाहिरको काम पनि तिमीले नै गर्नुपर्ने अनि पैसा पनि तिमीले नै कमाउनु पर्ने। घरको मान्छेले चाहिँ केही गर्नु पर्दैन रे छोरी। मम्मी अहिले म बिजी छु, कल राखेँ ल। तपाईँ मम्मीको कुराले चित्त नदुखाउनु है, मम्मीले भन्न खोजेको त्यस्तो होइन। होइन, मम्मीले भनेको कुरा पनि ठिकै हो। मैले काम नगरेको पनि 5-6 महिना भइसक्यो। काम केही पनि पाएको छैन, न कमाउन सकेछ न केही तिमीलाई दिन सकेछ। घरमा मेरो आमा भएको भए पनि त्यस्तै भन्थ्यो होला। तपाईँ चिन्ता नलिनु न, 5-6 महिना अगाडि तपाईँले कति धेरै मिहिनेत गर्नुभएको थियो त। अरूले के भन्छ के सोच्छ भन्ने कुरो हुँदैन नि त। मैले देखेको छु, मैले बुझेको छु नि हजुरलाई। तपाईँ यो दुनियाँको टेन्सन नलिनु न, तपाईँको साथमा म छु त। तपाईँले नै ह्यारेस खानुभयो भने म के गर्ने? तपाईँ टेन्सन नलिनु है।